नमस्ते साथीहरू, नमस्ते। आज फेरि एउटा एकदम जरुरी सूचना लिएर आएको छु हाम्रो राइडरहरूको लागि। हाम्रो हिन्डाई जति युज गर्नुहुन्छ उहाँहरूको लागि, हिन्डा चल्नुहुन्छ या हिन्डा राइडरको रूपमा काम गर्दै हुनुहुन्छ एज अ राइडर, उहाँहरूको लागि एउटा खुसीको खबर छ। आज चाहिँ म आज हिन्डाईले गरेको एउटा प्रोग्राममा भाग लिएको छु। आएको भर्खर क्लिप म अहिले बिचमा राखौँला। त्यहाँ चाहिँ हाम्रो केही कुराहरू भएको थियो। हाम्रो अहिले भइरहेको रेटिङको रेटहरूको बारेमा, तपाईँको पैसा फेयरको बारेमा भयो होइन। तपाईँको अरू धेरै अब जति पनि गाह्रो भइरहेछ, के कारणले गाह्रो भइरहेछ, फेयर कम भइरहेछ, लो रेट आइरहेछ, यसको बारेमा। अनि इन्सुरेन्सको बारेमा होइन, इन्सुरेन्स पनि छ होइन। र तपाईँले थम्बनेलमा हेर्नुभयो होला, अब चाहिँ अफिस खुल्दैछ है। अब एकदम अहिले अफिस चाहिँ कस्तो भने हाम्रो अहिले अब छैन नि, हाम्रो फोन गर्ने काहीँ केही छैन, कल सेन्टर केही पनि छैन, अफिसै छैन भनिन्छ नि त। अरू राइड हेलिङको अफिस जस्तो छैन नि त। बात त सही है। त्यही भएर अब लगभग हप्ता दिनभित्र चाहिँ यसको एनाउन्समेन्ट हुँदैछ र यो जानकारी चाहिँ मैले अगाडि गरिदिएँ। यो चाहिँ एउटा सरप्राइज भन्नुभएको थियो हाम्रो रिकमेन्डले, सरप्राइज छ ठिकै छ। तर पनि यो सरप्राइज त अब सबैलाई हो, तर पनि जानकारी चाहिँ तपाईँलाई गरेँ। अब छिट्टै नै एउटा अफिस चाहिँ खुल्दैछ। अब यो कहाँ के भन्ने जानकारी चाहिँ मिडियामा आइहाल्छ तपाईँको होइन। यो एक हप्ताभित्र अथवा 10 दिनभित्र चाहिँ हाम्रो यो नेक्स्ट अब यो भिडियो कहिले आउँछ त्यसको एक हप्ता 10 दिनभित्र चाहिँ तपाईँको आइसकेको हुन्छ। तपाईँहरूलाई अब सजिलो हुनेछ, किनकि अहिलेसम्म हाम्रो कुरा राख्न सकिने निकै काहीँ पनि। अब कहीँ अब सपोर्टमा कुरा गरेर च्याटिङ गर्नु पनि, त्यो च्याटिङ गर्नुन्जेलसम्म बरु अल्टरनेटिभ गरिसक्छु भन्ने हाम्रो एउटा सोच हुन्छ होइन। त्यो भएर गुनासोहरू कल सेन्टरमा अथवा अफिसमा गएर भिजिट गरेर पनि हाम्रो कुरा राख्न सक्नुहुन्छ। छिट्टै नै अब यो 10 दिनभित्र, यो 1 हप्तादेखि 10 दिनभित्र चाहिँ एनाउन्समेन्ट हुँदैछ। कहाँ के यो कुराहरू तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ र यो सबै मिडियामा आइहाल्छ। एउटा प्रेसबाट आउँछ होइन, मिडियामै आउने कुरा भयो। र अहिले चाहिँ तपाईँलाई अग्रिममा सरप्राइज यो कुराहरू चाहिँ छ र अरू के कुराहरू पनि छ, अरू सरप्राइज कुराहरू पनि धेरै कुराहरू छ जुन चाहिँ तपाईँको अफिसमा हुने बित्तिकै तपाईँहरूलाई चाहिँ थाहा हुन्छ। र इन्डाइभले पनि अब अफिस खोल्दै होइन, यो जानकारी तपाईँहरूलाई दिएँ। अनि तपाईँहरू पनि सेभ राइड गर्नु होला। र एउटा सानो जानकारी, यो अब डेट नेक्स्ट गते थियो होइन। र यो व्यवसायिक सङ्घ अथवा यो सार्वजनिक यातायातहरूले चाहिँ आउँदै जेठ 19 गतिदेखि चाहिँ सार्वजनिक यातायातले चाहिँ यो सार्वजनिक यातायात सबै गर्ने भन्ने सूचना छ। तपाईँहरूले चाहिँ राइड गर्दाखेरि एकदम सावधानीपूर्वक एकदम होइन राम्रोसँग गर्नु होला, किनकि अब त्यतिखेर अब झडप पनि हुने सम्भावना धेरै छ। त्यो कस्तो हुन्छ होइन, यसमा चाहिँ आफूले नै सचेत भएर हिँड्नु होला। बात त सही है। आफू चाहिँ त्यस्तो भिडभाड अथवा केही यस्तो जुलुसहरूमा चाहिँ नहिँड्नु होला, भएको ठाउँतिर नहिँड्नु होला। अलिक सेफ छ भने मात्रै हिँड्नु होला, किनकि हाम्रो एउटा बाइक हुन्छ, एउटा ज्यान हुन्छ। यो त ठुलो हाम्रो लागि केही पनि होइन अहिलेलाई होइन, पैसा नै ठुलो कुरो होइन। 2-4 रुपियाँको लोभले चाहिँ हामी हाम्रो गाडी अथवा आफ्नो ज्यानमा चोटपटक भयो भने धेरै गाह्रो हुन्छ। त्यही भएर त्यतिर बचेर हिँड्नु होला। र तपाईँलाई मैले खुसीको कुरा सुनाइदिएँ। अब किनभने अब फिजिकल्ली अफिस भइसकेपछि त्यहाँ चाहिँ हामीले कुराहरू राख्न सकिन्छ कि गएर होइन, हामी भिजिट गर्न सकिन्छ होइन। अनि अब कल सेन्टर पनि अभियसली त्यसमै होला होइन। त्यहाँ गएर चाहिँ हामीले चाहिँ अरू कुराहरू, अरू इन्सुरेन्सको कुराहरू पनि हामीले छ। इन्सुरेन्स चाहिँ छ हाम्रो इन्डाइभमा, नभएको होइन यसमा होइन। इन्डाइभमा पनि इन्सुरेन्स छ, तर के कति छ कस्तो छ भन्ने कुरा चाहिँ त्यो अब वेबसाइटमा छ। अथवा अरू कुराहरू अब कल सेन्टरहरूबाट अथवा अफिसमा गएर हामीले बुझ्न सकिन्छ क्या होइन। अहिलेलाई चाहिँ हामीलाई एउटा ठुलो कुरो के भने अफिस छैन, यसले के गरे भन्ने जस्तो हुन्छ नि। कहीँ राख्नु पाएन, एउटा सानो ट्रिप क्यान्सल भयो भने पनि आफैले क्यान्सल गर्नुपर्ने, गरेपछि वार्निङ आउने होइन, धेरै समस्याहरू थियो। सायद हामी आशा गरौँ अब अफिसमा चाहिँ हाम्रो यो सबै यो कुराहरूको प्रब्लमहरूको चाहिँ सल्भ हुन्छ भन्ने कुरा हामी आशा गर्दछौँ। र इन्डाइभलाई पनि स्वागत गर्दछौँ। यो राम्रो कुरा हो, एउटा अप्रिसिएट गरौँ। अफिस खुल्दैछ भन्ने कुरामा हामी राइडरहरू खुसी नै छौँ।
तर त्यसले सेवा कस्तो दिन्छ भन्ने कुरा आगामी दिनहरूमा हामी हेर्दै जान्छौँ होइन। त्यसपछि चाहिँ अलि त्यो अरू कुरा चाहिँ आइहाल्छ होइन। तर अहिले फिलहाल चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ हाम्रो अफिस खुल्दैछ, कहाँ खुल्दैछ, कुन ठाउँमा खुल्दैछ र कति कति खुल्दैछ यो चाहिँ समाचारमा आउँछ होइन। तर यो हप्ता दिनभित्र तपाईँहरूले यो सूचना चाहिँ मिडियामा पाउनुहुन्छ, अफिसियली नै जानकारी गराउनुहुन्छ, यो कुरा हामीलाई थाहा हुँदैन। त्यो एउटा सूचना चाहिँ हामीले पाएको हो। हामी चाहिँ आज मिटिङ बसेको थियौँ, यो मिटिङमा चाहिँ यो एउटा कुरा चाहिँ हामीले थाहा पाएर तपाईँहरूलाई चाहिँ जानकारी गरौँ। अब चाँडै नै अफिस पनि हुने कारणले चाहिँ हामीलाई सजिलो हुने हो भन्ने चाहिँ एउटा आशा चाहिँ हामी राख्ने बाटो पाएको छ। र हामीले चाहिँ केही विधागत कुराहरू चाहिँ हामीले इन्डाइरेक्टलाई चाहिँ पेस गरेको छौँ। त्यसमा कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा बिस्तारै त्यो पनि आइहाल्छ। यो कुराहरू हाम्रो जति पनि प्रब्लम छ, फेयरको भयो, यो लोकेसनको भयो होइन, अनि अब हेरेसमेन्टको भयो, धेरै कुराहरू जति पनि हाम्रो राइडरहरूलाई पर्ने कुराहरू है, यस सम्बन्धी चाहिँ हामीले चाहिँ यही कुराहरू यही गरेको थियौँ होइन। यो कुरा चाहिँ आज यहाँ बैठकमा भइसकेको छ, केही क्लिपहरू पनि छ। त्यस कारणले चाहिँ अब सबैजनाहरू अब अफिस कहिले खुल्छ भन्ने त्यसमा चाहिँ अब छैन भन्ने कुरामा चाहिँ अब भन्नु पाइएन। अब गाह्रो भयो, अब सिधै अफिस जानु पाइएन भन्ने कुराहरू चाहिँ अब सकिन्छ होला। यसले चाहिँ राम्रो कुराहरू लिएर आउँछ होला। यहाँ हाम्रो राइड हेलिङ सम्बन्धी कुराहरूमा चाहिँ एउटा राम्रो सन्देश जान्छ होला भन्ने चाहिँ लागिरहेको छ र हाम्रो कुराहरू पनि सुन्छ होला भन्ने हाम्रो आशा छ। हेर्दै जाउँ के हुन्छ। जत साथीहरू यो जानकारी मैले गराउनु थियो। अब चाहिँ चाँडै नै अफिस खुल्दैछ है। अब यो हप्ता दिनभित्र पनि तपाईँले समाचारमा देखाउनुहुन्छ। यो मैले ब्लग मार्फत तपाईँलाई जानकारी दिएँ। के कसो छ मेरो च्यानललाई पनि यहाँ सबै राइडर नेपाललाई पनि सब्सक्राइब गरिदिनु होला र कमेन्ट पनि गर्नु होला के कसो छ होइन। कमेन्ट, सब्सक्राइब, लाइक अनि सेयर पनि गरिदिनु होला। सबैसँग यो जानकारी पुगोस्। र अब आउने 19 गतेदेखि जुन बन्द भन्ने कार्यक्रम छ त्यसमा चाहिँ अलिकति सचेत भएर काम गर्नु होला। त्यसमा चाहिँ के कसो छ र तपाईँले यस्तो सूचना अरू सूचनाहरू पनि तपाईँले प्रो राइडर्स फेसबुकमा पनि तपाईँले पाउन सक्नुहुन्छ है। मेरो यो राइडरले गर्नुपर्ने कुरा र यस्तो जानकारीहरू मेरो फेसबुक पेज पनि छ एउटा प्रो राइडर्स भन्ने होइन, जुन मैले यहाँनिर नाम राखिदिएको छु साइडमा। त्यसलाई पनि जोइन गर्नु होला। त्यसबाट पनि जानकारी पाउनुहुन्छ तपाईँहरूले। त्यसमा पनि जोइन गर्न सक्नुहुन्छ। र हामी यो राइडरहरूकै एउटा फेसबुकको पेज हो यो। त्यसमा तपाईँ जोइन गरेर तपाईँले आफ्नो समाचार र अब यो सम्बन्धी राइड हेर्ने सम्बन्धी सूचनाहरू पनि प्राप्त गर्न सक्नुहुन्छ है त। त्यही भएर तपाईँहरूले लाइक, सेयर, कमेन्ट चाहिँ गरिदिनु होला। र मेरो नमस्ते राइडर नेपाल युट्युब च्यानललाई पनि लाइक, सब्सक्राइब गरिदिनुहोस् र फेसबुकमा पनि जोइन together, strong and drive, our journey starts. In drive, pushing forward fast. Boom, 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 we fly. Embrace the night, it will last. In drive, shoot to the sky. Zoom, zoom, zoom through the lanes. La 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 la, sail. In drive, wind in our